लास्टमा हामी दाजुभाइ नै छुटिनु पर्छ भन्ने उत्कृष्ट गायन रियालिटी सो द भोइस अफ नेपाल सिजन 6 को टप 8 बाट विराट तामाङको भोइसको यात्रा सकिएको घोषणासँगै भोइसको स्टेजमा रुवाबासी नै चलेको थियो। थ्यांक यू विराट द भोइस अफ नेपाल सिजन 6 को मात्र यात्रा टुकेको यहाँको सेमी फाइनलमा पुगेका 8 जना क्रमशः यसरी नै प्रत्येक कोचहरूको 2-2 जना मध्ये 1-1 जना बाहिरिएर फाइनलमा जम्मा 4 जना प्रतियोगीहरू मात्र पुग्नेछन्। आज हामी यस भिडियोमा रहेर चारै कोचहरूको कुन 1-1 जना प्रतियोगी फाइनलमा पुग्ने सम्भावना छ आज हामी यस भिडियोमा रहेर सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकवृन्द अहिले द भोइस अफ नेपाल सिजन 6 को सेमी फाइनलका एपिसोडहरू प्रसारणमा आइरहेका छन्। सेमी फाइनलमा प्रत्येक कोचहरूको 2-2 जना प्रतियोगीहरू मध्ये हिजो टिम राजुबाट विराट तामाङ बाहिरिए। विराट बाहिरिँदा भोइसको स्टेजमा रुवाबासी नै चलेको थियो। यसरी क्रमशः शुक्रबार र शनिबार 1-1 जना बाहिरिँदै जानेछन् र चारै कोचहरूको 1-1 जना प्रतियोगीहरू फाइनलमा पुग्नेछन्। यी 4 जना मध्ये 1 जना तपाईं दर्शक श्रोताहरूले दिएको भोटको आधारलाई मानेर सबैभन्दा धेरै भोट पाउने प्रतियोगी विजेता बन्नेछ। अब बाँकी रहेका प्रतियोगीहरू मध्ये फाइनलमा को पुग्ने सम्भावना छ त फाइनलमा पुग्न सक्ने सम्भावना भएका प्रतियोगीहरूमा टिम उदयबाट दाबा तामाङ, त्यस्तै गरी टिम एलिनाबाट रोशन राई पुग्न सक्ने सम्भावना देखिएको छ भने टिम राजुबाट प्रमेश राई फाइनलमा पुगिसकेका छन्। त्यस्तै टिम खेमबाट इन्द्रकला राई पुग्न सक्ने आकलन गरिए पनि कुन कसले कति भोट ल्याउने छ त्यो भने रिजल्ट नआउन्जेलसम्म यसो भन्न गाह्रो छ। दर्शकवृन्द अब बाँकी रहेका 6 जना प्रतियोगीहरू मध्ये कुन प्रतियोगीहरू फाइनलमा पुग्छन् जस्तो लाग्छ तपाईको विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।